हेलो नमस्ते साथियों। आज 2082 साल वैशाख 8 गते आज सोमबारको दिन हो र आजको ब्लगमा तपाईलाई स्वागत छ। अब मेरो दैनिक कार्यक्रम जुन प्रक्रिया थियो बिहानमा हुने गाईको चाहिँ गोबर फाल्ने दुहुने दुध पुर्याउने काम भ्याएँ। अब म घाँस काट्ने प्रक्रिया निक्लिँदैछु। आज 10 बजेबाट सुरुवात हुँदैछ, आज 1 घन्टा चाँडै हिजोभन्दा। र अब घाँस काट्न जाँदाखेरि अस्तिमा देखाएको मकै यस्ता भयो हाम्रो है। मकैहरू चाहिँ यो फल्लान जस्तो छ। यो मकै खनेको मकै होइन है, टेस्ट गर्नलाई चाहिँ एकचोटि मकै नखनिकन बनाएको हो। अब हेरौँ यो मकै कस्तो हुन्छ। यता चाहिँ यो घाँस यत्रो भयो, यो घाँस पनि काट्नु छ। अब पहिला चाहिँ त्यो पुरानो घाँस सिद्धम भनेको अहिले 2 दिनलाई रह्यो, अस्तिदेखि यो घाँस छ। फेरि सिद्ध्याख्ने त्यो घाँस सिद्धमलाई भनेको घाम हुन्छ, आधा घन्टा काट्यो 1 घन्टा काट्यो थाकिन्छ भने त्यत्तिकैमा छोड्या। त्यो त्यस्तै भइरह। आजको मौसम भन्नु पर्दाखेरि एकदम चर्को घाम लागिरहेको छ। अब चर्को घाम पनि धेरै चर्को छ। यति बेला वैशाखको पहिलो हप्ता त यति चर्को नहुनु पर्ने हो। आकाश खुल्ला छ, सफा छ, त्यसले गर्दा बहुत चर्को लागिरहेको। यति चर्को नहुनु पर्ने तर भइसक्यो। यो वर्ष टेम्परेचर अलि बढी होला जस्तो छ। नर्मल्ली पहिलाको वर्षभन्दा अहिले 1-2 डिग्रीदेखि 3-4 डिग्रीसम्म बढ्न सक्छ कि भन्ने सम्भावना छ। के हुन्छ यस्तै छ है साथीहरू। यता घाँस यत्रो भयो, यो सुक्न लागिसक्यो सबै। घाँस पनि काट्यो साथी हो। अब चाहिँ भारी बाँधेर लानु पर्यो। घाँस काट्यो, त्यही घाँस काट्यो। अब बोकेर यसलाई घर लगेर गाईलाई काटेर हालिदिने। टुक्रा पार्नुपर्छ। फेरि मेसिनमा काटेर हालिदिनुपर्छ, नत्र नाश गर्छन्। यसलाई अब डोरीमा बाँधेर हाल्नुपर्छ। गाह्रो छ, गर्मी छ त्यस्तै। यो घाँस त्यसै यसको डाक्ला हुन्छ कि यो अर्को घाँस त हल्का हुन्छ। यो निबिएर मिसेको चाहिँ अलि गाह्रो हुन्छ। मुठो पार्नुपर्छ। मुठो पारेर मल्ल टेम्परेचर हाई छ। ल यसलाई कसौँ त। गाह्रो छ, तापक्रम धेरै बढेछ आज फेरि। घाँस बोकेर हिँड्यो। अब यसलाई अब मेसिनमा काटेर फेरि भुसा चारो मिलाएर खुवाउनु पर्ने हुन्छ। फेरि गाउँको कुछ खान्न हरियो नहरियो पनि यो बोक्न गाह्रो छ। यस्तै छ साथी। यही घटना
हरियो हरियो लाग्यो गाईहरू कराएर हुन्छन्। हाँसले गाईले भन्छन् अब बोक्नु पर्यो सबै घाँटी एउटालाई मात्रै दिएर भएन। भन्छ थाकै लाग्छ यिनीहरूले बुझ्दैनन् त कुरा। हो एकछिन है हामीलाई रेस्ट गर। म अब 2 बारी छ ल्याएर काटेर मिसाइदिन्छु है। ल एकैछिन बोक। शीतल चिनीको बुटै यो साथी हो। यी अस्ति नै हाँ काटेको टुप्पा टुप्पा काट्यो नि यसो फल थियो सब काट्यो फेरि पलायो। यो चाहिँ मिनरल भिटामिनहरू न्युट्रिसनको राम्रो स्रोत हो भन्छन्। धेरै प्रकारको भिटामिनहरू पाइन्छ यसको पत्ता बोक्रा जरा सब पिसेर मोरिङ्गा पाउडर बनाएर 1800 रुपियाँ किलो बेचिराख्छन्। यसको फल चाहिँ यस्तो हुन्छ यो रुखैमा अहिले ठुलो भइसकेको छ फल। यसको पनि काट्यो मैले एउटा ठाउँमा मात्र राखेको छु। ओ त्यहाँ राखेको छु त्यो कस्तो हुने चाहिँ पछि भनेर यो चाहिँ भाँचेर यो सुकेपछि गेडाहरू दाल जस्तै पनि खान मिल्छ। यत्तिकै पनि यो काटेर सुप बनाएर यो चुसेर छोक्रा फाल्ने खान मिल्छ। यस्तो यो भनेको यो बेथेको साग खान्छ नि अस्ति खायो एक साग राम्रो फलेको थियो। तितेकर्ला फलेको थियो। रोहितको यो लसुन पनि फल्ने हुँदैछ। अब यस्तै छ साथी हो। कृषि काम घाममा अहिले 12 बज्यो मध्याह 12 बजे बहुत गर्मी चर्किया छ घाम। टुक्राउनु पर्छ टुक्राएर बल्ल ल साथीहरू घाँस काटेर हालेर गोबर फालेर सरसफाइ गर्छु। अझै दिउँसो काम भइगयो बेलुकाको बाँकी छ। बेलुका साँझ नि सबै प्रक्रिया हुन्छ। बिहान उठ गोबर फाल दुध पुऱ्याऊ घाँस हाल फेरि आऊ अहिले गरे सबै गर्नु पर्यो। बेलुका पनि त्यही दिनको 15-16 घन्टा काम गर्नुपर्छ। 15-16 घन्टा काम गरेर त्यही हो नि अब देशमा नाफा हुन्छ भन्ने मात्रै केही हुँदैन। दुःख मात्रै 5-6 वर्ष गरेको हाम्रो केही भएको छैन। दुईचा खाँदा गाह्रो छ। पहिले दुध ल्याइदिएन जाडोमा बिग्यो भने थोरै रेट दिन्छन्। अस्ति 3-4 दिन पहिला सरकारी पुरै झाले ढाका थियो नि साथी हो। यही पुरा ढाकेको थियो सरसफाइ गरेको टमाटर सक्करी फल्न बढी फलिया के गरेला बढी फलिरहेछ कि चिप्ले भन्टी पनि फल्यो चिप्ले भन्टी त्यो पारिको लौकाको लागि थापा बनाएको हेरौँ कतिको फल्छ। यस्तै छ साथी हो किसानीको जिन्दगी। आजलाई यति हजुर है बाई।